सम्पूर्ण नमस्कार, म प्रकाश चौबगाई स्टडी विथ प्रकाश युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज हामीले एक्सेलको मोस्ट टप 10 फर्मुला जसले हजुरको कामलाई एकदम सहज बनाउँछ त्यसलाई चाहिँ कसरी हामीले फर्मुला लगाएर काम गर्न सकिन्छ भनेर म भिडियो मार्फत हजुरहरूलाई जानकारी दिन आएको छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। मेम्बर कोड 1112 को इक्वल टु लुकअप भ्यालुमा चाहिँ 11-12 को हामीले भ्यालु निकालौँ, कमा टेबल एरे भनेको यो पुरै सेललाई सिलेक्ट गरेर राख्नु, कमा कोलम इन्डेक्स नम्बर। अब 11-12 सेलेरी हामीले त सेलेरी चाहिएको छ 11-12 को 11-12 को सेलेरी चाहिँ कति नम्बर कोलममा छ 1 2 3 4 सेलेरी चाहिँ 4 नम्बर कोलममा छ, 4 राखौँ, कमा यो एक्ज्याक्ट म्याचमा चाहिँ हामीले 0 राखौँ। गर्दा 11-12 को 70,000 सेलेरी, 11-12 सेलेरी 70,000। यसरी चाहिँ भिलुकपले काम गर्छ। अब यसमा हामीले चेन्ज गरेर हेरौँ, 11-13 35,000। अब 11-17 को हेरौँ, इक्वल टु लुकअप भ्यालु चाहिँ यसको, कमा यो पुरै सेललाई चाहिँ सिलेक्ट गरेर राख्ने, कमा कोलम इन्डेक्स नम्बर डिपार्टमेन्ट चाहिँ कति नम्बर कोलममा छ 1 2 3 3 नम्बरमा 3 गर्ने, कमा यो एक्ज्याक्ट म्याचलाई चाहिँ 0 राखिदिनु। 11-17 को चाहिँ डिपार्टमेन्ट के छ सेल्स। अब हामीले अर्को मेम्बर कोड हानेर हेरौँ, 11-19 सेक्युरिटी गार्ड, 11-19 सेक्युरिटी गार्ड। भिलुकप फर्मुलाले चाहिँ यसरी काम गर्छ। अब हामीले भिलुकपमा पनि इफ इररको फर्मुला हालेर हेरौँ, इक्वल टु इफ इरर, यदि इरर छ भने कमा डबल इन्भर्टेड कमा गर्नु, भ्यालुमा चाहिँ के आउनु पर्यो नट फाउन्ड। यदि इरर छ भने नट फाउन्ड लेखेर आउनु पर्यो, ब्र्याकेट क्लोज गर्नु, इन्टर गर्नु, 35,000। यदि हामीले चाहिँ 110 हान्यौँ भने चाहिँ नट फाउन्ड भनेर आउँछ। हामीले चाहिँ इफ इररको फर्मुला लगायौँ, यसमा चाहिँ हामीले के लेख्यौँ, यदि भ्यालु चाहिँ हाम्रो मेम्बर कोड 110 त हाम्रो यहाँ छैन, नभएको हुँदाखेरि यहाँ के बतायो नट फाउन्ड भनेर बतायो। अब 11-18 हानेर हेरौँ, त्यसको चाहिँ सेलेरी बतायो, 11-18 को 45,000 सेलेरी। यसको ठाउँमा 103 हानेर हेरौँ, नट फाउन्ड। यसरी चाहिँ इफ इररले काम गर्छ। अब चाहिँ हामीले मेम्बर कोड, नेम, डिपार्टमेन्ट, सेलेरी, लोकेसन यो सबै चाहिँ एउटा डाटा हान्ने बित्तिकै डाटाहरू आउँछ। त्यसको लागि चाहिँ हामीले भिलुकपको फर्मुला लगाएर कसरी सबैको डाटा निकाल्ने भनेर हेरौँ। मेम्बर कोड 11-14 को हेरौँ, इक्वल टु लुकअप भ्यालु चाहिँ 11-14 हानौँ, कमा टेबल एरे भनेको यो सबै सिटलाई चाहिँ सिलेक्ट गर्नु, कमा कोलम इन्डेक्स नम्बरमा चाहिँ एक कर्ली ब्र्याकेट लगाउँ, कर्ली ब्र्याकेट राखेर अब हाम्रो नेम, डिपार्टमेन्ट, सेलेरी, लोकेसन चाहिँ कति कोलममा छ। नेम 2 नम्बरमा छ 2, कमा डिपार्टमेन्ट 3 नम्बरमा, कमा सेलेरी 4 नम्बरमा, कमा लोकेसन 5 नम्बरमा गरेर यो कर्ली ब्र्याकेट क्लोज गरौँ र कमा एक्ज्याक्ट म्याचको लागि 0 राखौँ, ब्र्याकेट क्लोज गरेपछि युराज आयो, नेम आयो। अब यसलाई चाहिँ हामीले यहाँबाट सिलेक्ट गरेर तानेपछि यो सबैको भ्यालु चाहिँ एकैचोटि आयो। यसरी चाहिँ भिलुकपले काम गर्छ। अब चाहिँ समिफको फर्मुला लगाएर हामीले माउस, किबोर्ड, ल्यापटप, प्रिन्टर गरेर हामीसँग 4वटा आइटम छ। हामीले फरक डेटमा चाहिँ पर्चेस गरेको छौँ। अब हामीले कति पर्चेस गऱ्यौँ भनेर एकमुष्ट माउसको भ्यालु निकाल्न चाहिँ समिफको फर्मुला लगाएर हामीले यसरी भ्यालु निकाल्न सकिन्छ। अब आइटममा माउस गरौँ, इक्वल टु समिफ। रेन्जमा चाहिँ अब हाम्रो यो माउस कुन रेन्जमा छ, यो बी को रेन्जमा छ, कमा क्राइटेरिया हामीलाई के को भ्यालु निकाल्ने हो माउसको, कमा
सम रेन्ज भनेको त्यसको भ्यालु चाहिँ कहाँ छ, एमाउन्ट चाहिँ ई कलममा, ब्र्याकेट क्लोज, इन्टर गरेपछि माउस टोटल माउसको भ्यालु चाहिँ 33,000। माउस पर्चेस हामीले कति एमाउन्टको गरियो, फरक फरक डेटमा हामीले माउस पर्चेस गरेको छौँ। यहाँ 25 डिसेम्बरमा गरेको छौँ र 28 डिसेम्बरमा 1800 र 1500 गरेर 3300 को माउस गरेको छौँ। अब यहाँनिर किबोर्डको हालौँ। किबोर्ड चाहिँ 6000 को किबोर्ड हामीले पर्चेस गरेको छौँ। यसरी चाहिँ सम्पूर्ण डेटको भ्यालु चाहिँ एकमुष्ट निकाल्नलाई समिफको फर्मुला लगाइन्छ। अब हामीले ड्रप डाउन लिस्ट कसरी बनाउने, अब माउस, किबोर्ड, ल्यापटप यिनीहरू छन्, यिनीहरूलाई हामीले फरक फरक टाइपिङ गर्न त गाह्रो हुन्छ। यो धेरै पटक टाइपिङ नगरिकन एकैचोटि हामीले चाहिँ ड्रप डाउन लिस्ट गरेर हेर्न मिल्छ। त्यस्तो त्यो चाहिँ कसरी बनाउने म सिकाउँछु, हेर्नु होला। यहाँनिर क्लिक गर्ने, डाटामा जाने, डाटा भ्यालिडेसन आउँछ, डाटा भ्यालिडेसनमा क्लिक गर्ने र यो एनी भ्यालु छ यसमा लिस्टमा जानु होला। लिस्टमा गएर सोर्समा चाहिँ हामीलाई यो आइटमको लिस्ट चाहिएको, आइटम यो लिस्ट सिलेक्ट गर्नु, ओके गर्नु। ओके गरिसकेपछि यहाँ ड्रप डाउन लिस्ट बन्यो। अब यो ड्रप डाउन लिस्ट बन्यो। अब यसबाट चाहिँ हामीले ल्यापटप, किबोर्ड, माउस, प्रिन्टर सबैको चाहिँ नामहरू, आइटमहरू यहाँबाट हेर्न सकिन्छ। प्रिन्टर गऱ्यो, प्रिन्टरको भ्यालु यहाँ आयो। ल्यापटप गऱ्यौँ, ल्यापटपको 2,21,00,000 21,00,000 चाहिँ ल्यापटप पर्चेस गरेको रहेछ। एकमुष्ट यहाँबाट यसरी हेर्न, ड्रप डाउन लिस्ट बनाएर हेर्न सकिन्छ। माउस गरौँ 3300। यो त भयो समिफको फर्मुला। अब हामीले काउन्टको फर्मुला लगाएर हेरौँ काउन्टले चाहिँ कसरी काम गर्छ। इक्वल टु काउन्ट, भ्यालुमा चाहिँ यो राखौँ, ब्र्याकेट क्लोज गरौँ, इन्टर। 9 पटक चाहिँ हामीले पर्चेस गऱ्यौँ भनेर चाहिँ हेर्न सकियो। 1 2 3 4 5 6 7 8 9 यसरी चाहिँ काउन्टको फर्मुला लगाएर हेर्न सकिन्छ। अब इक्वल टु काउन्ट ए, भ्यालुमा चाहिँ यो राखौँ, ब्र्याकेट क्लोज, इन्टर गर्दा 9 पटक चाहिँ हामीले आइटमहरू पर्चेस गरियो भनेर यसरी काउन्टको फर्मुला लगाएर हेर्न सकिन्छ। अब चाहिँ हामी समको फर्मुलामा अब चाहिँ हामी समको फर्मुला सिक्छौँ। यो एकदमै सजिलो र एकदम महत्त्वपूर्ण पनि छ। अब चाहिँ हामीले यसलाई फर्मुला लगाएर हेर्छौँ है। इक्वल टु सम, डबल क्लिक, नम्बरमा चाहिँ अब हामीले यसको सम, यसको टोटल गर्नु छ भने अब चाहिँ हामी समको फर्मुला लगाएर हिसाब गर्छौँ। समको फर्मुला चाहिँ एकदमै इजी र एकदम इम्पोर्टेन्ट पनि छ, त्यसैले ध्यान दिएर हेर्नु होला। इक्वल टु सम, नम्बरमा चाहिँ यहाँ माथिबाट तलसम्म यसको चाहिँ टोटल सिलेक्ट गरिसकेपछि यसको भ्यालु चाहिँ 2,13,300 आयो। इक्वल टु सम, अब एमाउन्टको सिलेक्ट गरेपछि इन्टर गरेपछि 2,18,000 21,81,300 रुपियाँ आयो। 21,81,300 रुपियाँ आयो। अब अर्को पनि छ यसको सजिलो तरिका चाहिँ माथिबाट सिलेक्ट गर्ने यहाँसम्म र यहाँ गएर अटो सम गर्दैछ अटोमेटिक यसको टोटल एमाउन्ट आउँछ। सिलेक्ट गर्ने, माथि गएर अटो सम गरेपछि टोटल एमाउन्ट आउँछ। समको फर्मुला चाहिँ यही नै हो। सबभन्दा सजिलो चाहिँ समको फर्मुला सबभन्दा सजिलो र सबभन्दा उपयोगी फर्मुला हो। अब हामीले कन्काटिनेट फर्मुला लगाएर कसरी कन्काटिनेट फर्मुलाले काम गर्छ त्यसको युजेस हेरौँ है। इक्वल टु कन्काटिनेट, टेक्स्ट 1 मा प्रकाश, कमा, टेक्स्ट 2 मा चापागाई, ब्र्याकेट, इन्टर। यसले चाहिँ प्रकाश चापागाई एकै ठाउँमा दुईटा चाहिँ मिक्स भएर आयो। अब चाहिँ हामीलाई स्पेस चाहियो, यो प्रकाश छुट्टै आउनु पर्यो, चापागाई छुट्टै आउनु पर्यो। त्यो कन्डिसनमा चाहिँ हामीले कुन फर्मुला लगाउने, कन्काटिनेटकै फर्मुला लगाउने हो, तर यसमा थोरै डिफ्रेन्ट छ, हेर्नु होला। इक्वल टु
concatenate प्रकाश कमा डबल इन्भर्टेड कमा स्पेस डबल इन्भर्टेड कमा कमा टेक्स्ट 3 मा चापागाई ब्रैकेट क्लोज इन्टर प्रकाश छुट्टै चापागाई छुट्टै आयो प्रकाश छुट्टै चापागाई छुट्टै आयो अब यसलाई चाहिँ तानेर हेरौँ सबैको चाहिँ छुट्टै छुट्टै आयो यसरी चाहिँ हामीले कन्काटिनेट फर्मुला युज गर्न सकिन्छ अब इफ फर्मुला चाहिँ कुन बेला युज हुन्छ र कस्तो बेला युज हुन्छ त्यसको पनि युजेस हेरौँ इक्वल टु इफ लजिकल टेस्टमा चाहिँ यो सेल इक्वल टु ओरेन्ज डबल इन्भर्टेड कमा कमा यदि यो सेल ओरेन्ज हो भने ट्रू यदि होइन भने पनि यदि होइन भने फल्स ब्रैकेट क्लोज इन्टर अब यसलाई सर तानेर हेरौँ यो सेल हामीले के भनेको थियौँ यदि यो सेल चाहिँ ओरेन्ज हो भने ट्रू यदि होइन भने फल्स भनेको थियौँ त्यही भएर यहाँ फल्स आयो यहाँ पनि फल्स आयो यो सेल चाहिँ ओरेन्ज हो त्यही भएर ट्रू आयो फल्स आयो यहाँनिर ओरेन्ज हानेर हेरौँ ट्रू यसरी चाहिँ इफको फर्मुलाले चाहिँ काम गर्छ इक्वल टु इफ यदि लजिकल टेस्ट यो एप्पल यो सेल इक्वल टु लेमन लेमन हो भने कमा यस भनेर आउने डबल इन्भर्टेड कमा कमा यदि होइन भने नो इट इज नट डबल इन्भर्टेड कमा सरी यहाँनिर डबल इन्भर्टेड कमा छुट्यो कमा पछि डबल इन्भर्टेड कमा गरेर ब्रैकेट क्लोज गरौँ इन्टर अब हामीले के भनेको थियौँ यदि यो सेल चाहिँ लेमन हो भने यस होइन भने नो इट इज नट भनेर हानेको थियौँ त्यही त्यसैको आधारमा यसले यो फर्मुलाले चाहिँ काम गर्यो यो सेल त एप्पल हो त्यसैले नो इट इज नट भन्यो लेमनको सेलमा चाहिँ यस भन्यो यहाँनिर लेमन पनि हानेर हेरौँ एकचोटि यस यसरी चाहिँ इफ फर्मुलाले काम गर्छ फेरि पनि नयाँ नयाँ भिडियोहरू हजुरहरू माझ लिएर आउने बाचा गर्दै आजलाई चाहिँ म बिदा हुन्छु हस्त धन्यवाद।